क्रिकेट पहिलोपटक नेपालमा 20औं शताब्दीको सुरुवातमा शासक राणा परिवारद्वारा परिचय गराइएको थियो। सन् 1946 मा नेपाल क्रिकेट सङ्घ क्यान स्थापना भयो। यसले सन् 1996 मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को सह-सदस्यता प्राप्त गर्यो। तर सन् 2016 मा सरकारले हस्तक्षेप गरेको भन्दै आइसिसीले बोर्डलाई निलम्बन गर्यो र 3 वर्षपछि मात्र निलम्बन हटाइयो। नेपाल सन् 2000 को दशकदेखि नै अन्डर-19 तहमा प्रतिस्पर्धी थियो, तर सिनियर टोलीका लागि पहिलो ठूलो सफलता सन् 2014 मा टी20 विश्वकपमा पहिलोपटक छनौट भएसँगै आयो। पहिलो विश्वकप खेल र पहिलो टी20 आइमा नेपालले हङकङलाई 80 रनले हरायो। यसै प्रतियोगितामा नेपालले अफगानिस्तानलाई पनि हरायो। त्यही समयदेखि नेपाल सह-सदस्य राष्ट्रहरूमध्ये उदाउँदो शक्ति बन्न थाल्यो। नेपालले सन् 2018 मा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआई मान्यता पनि प्राप्त गर्यो। सन् 2023 नेपालका लागि सुनौलो वर्ष रह्यो। नेपालले क्रिकेट वर्ल्ड कप लिग 2 मा तेस्रो स्थान हासिल गर्दै 2023 को एकदिवसीय वर्ल्ड कप छनौटको लागि स्थान सुरक्षित गर्यो। साथै एसिसी मेन्स प्रिमियर कप जित्दै इतिहासमै पहिलोपल्ट एसिया कपमा छनौट भयो। त्यही वर्ष अन्त्यमा नेपालले 10 वर्षपछि फेरि टी20 विश्वकप 2024 को लागि छनौट हुँदै अर्को ऐतिहासिक सफलता हासिल गर्यो। पछि त्यही 2024 को वर्ल्ड कपमा नेपालले साउथ अफ्रिका र बङ्गलादेश जस्तो टोलीलाई कडाभन्दा कडा चुनौती दिँदै झन्डै जित नजिक पुगेको थियो। साउथ अफ्रिकासँग जम्मा 1 रनले हार्यो र बङ्गलादेशसँग एकदम राम्रो प्रदर्शन गर्दै पनि हार बेहोर्न पुग्यो। यसले क्रिकेट जगतमा एउटा सनसनी नै मचायो। नेपाल एउटा क्रिकेटिङ राष्ट्रको रूपमा चिनिन थाल्यो। हामी आशा गरौँ आउँदो भविष्यमा पनि नेपालले यस्तै राम्रो प्रदर्शन गरेर ओडिआई वर्ल्ड कपमा छानिनेछ र हरेक नेपालीको सपना पूरा गर्नेछ। हस्त धन्यवाद। आजलाई यति नै। यो कन्टेन्ट मन परेमा प्लिज लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।